नेपाल उहाँको गोकुल जस्तै हुन्थ्यो, स्वर्ग तुल्य हुन्थ्यो। हामीले यो नेपाल कस्तो बनायौँ? म एउटा सम्झना गर्न चाहन्छु तपाईँलाई। अहिले यो सरकार जेनजी आन्दोलनको जगमा बनेको सरकार, कस्ता कलिला भाइ बहिनीहरू 18, 19, 20, 22, 25 वर्षका 30 वर्षका भाइ बहिनीहरूले रगतको बलिदान दिएर ट्याङ ट्याङ छातीमा गोली लाग्यो, बानेश्वरको सडकहरूमा रगत लतपतियो। तपाईँ हाम्रा कलिला छोराछोरी भाइ बहिनीहरू मर्नु पर्यो, बलिदान दिने पर्यो। त्यो कलिलो जीवनमा के को लागि? यसको लागि कि यो देशमा सुशासन होस्, यो देशमा भ्रष्टाचार नहोस्, यो देशमा मलमार्गी नहोस्, यो देशमा शान्ति र समृद्धि आओस् भनेर भन्नु। अनि मान्छेलाई लाग्छ यी साना केटाकेटीलाई के थाहा छ, यी साना केटाकेटीले के बुझ्छन्, यिनीहरूलाई थाहा छैन भन्ने लाग्छ। तर त्यो जो भन्छ तिनीहरूले एउटा कुरा बुझेर नै हेर्नुहोस्, भगवान श्रीकृष्णले कलिलो उमेरमा शिशु अवस्थामै गर्नुभएको तरक्की कसले बुझाइदिने? कसले बुझाइदिने? गोवर्धन पर्वत उचालेर उहाँले जति मानिसहरूको चाहिँ नि पशु प्राणीहरूको चाहिँ नि रक्षा गर्नुभयो, त्यो कसले बुझाइदिने? भगवान श्रीकृष्ण एउटा कुरा भन्नुहोस् त, बालबालिकाले केही गर्न सक्दैनन् होइन, युवाले केही गर्न सक्दैनन् होइन। चमत्कारी क्षमता हुन्छ कहिले उमेरदेखि भनेर कसैका छोराछोरीलाई भन्नु छ भने भगवान श्रीकृष्णलाई को नाम दिदी पुगिहाल्यो। अर्को कुरा यहाँहरूलाई म भन्न चाहन्छु, मलाई बडो अब स्वामी श्री 108 पुरुषोत्तमजी महाराज यहाँ हुनुहुन्छ। अब इन्द्रको अगाडि स्वर्गको बयान त गर्नु भएन, तैपनि एउटा कुरा हेरौँ न, भगवान श्रीकृष्णले सत्यको लागि असत्यमाथि सत्यको जित भइराख्दा आफ्नै मामा कंसलाई मार्नु पर्यो। यो बडो गहिरो कुरा छ, म अहिले जोड्दैछु। आफ्नै मामा कंसलाई मार्नु पर्यो। मामालाई कुनै भान्जाले मार्न चाहन्छ? चाहँदैन, तर मार्नु पर्यो। किनभने कंसले जति वितरणा मचाइरहेका थिए, संसार ध्वस्त बनाइरहेका थिए, असत्यको दबदबा कायम हुँदै गएको थियो, अनि भगवान कृष्णले मार्नु पर्यो। आजकल मलाई लाग्छ, यहाँलाई म नम्र निवेदन गरौँ, यति साह्रो पनि राजनीतिमा हनुमान र अन्ध अनि दास हुँदैन कि आफ्नै नेताले गलत गरिरहेका छन् भने तिनको संरक्षण गरेर तिनकै पक्षमा लागेर अनि तिनैलाई झोकाएर तिनको दास त के गर्नु? के गर्नु? कसरी गर्नु? आफ्नै मामालाई जोगाउन कृष्ण लागेर यति कुरा हामीले सुन्नु पर्दैन राजनीतिमा। अनि यहाँलाई म भनौँ, महाभारतको त्यत्रो युद्ध भयो, महाभारतको त्यत्रो युद्ध भयो, यो युद्ध यसरी हुन्छ, कुरुक्षेत्रको लडाई यस्तो हुन्छ, यसको जित हुन्छ, यसको हार हुन्छ, भगवान कृष्णलाई थाहा थिएन? सबै थाहा थियो। भगवान कृष्णलाई थाहा नभएको कुरा के छ? सबै थाहा थियो। त्यही पनि त्यो लीला रचाउनु पर्यो। यसका केही कारणहरू छन्। गुरुदेवहरूले तपाईँहरूलाई कति प्रशिक्षण दिनुभएको छ, तपाईँहरू मभन्दा कति जान्ने हुनुहुन्छ, यसको व्याख्या गर्नुपर्ने। त्यसैले हामीले के बुझ्नुपर्छ जस्तो लाग्छ भने, हामीले जब देश जनता हामी सोचिराख्दाखेरि म होइन, मेरो देश, मेरो जनता, यो सोच्नु पर्यो मनमा नेताहरूले। तब मात्रै देश बन्न सक्छ। जब म मात्रै बन्नुपर्छ भनेर सोच्न थाले, मेरो परिवार मात्रै बन्नुपर्छ, मेरो गुटका मान्छे मात्रै बन्नुपर्छ, मेरो राजनैतिक दल मात्रै बन्नुपर्छ भन्ने बित्तिकै त सबै बिग्रिहाल्छ। त्यसैले यसको अब अन्त्य हुन जरुरी छ। अब यो देशले परिवर्तन खोज्दैछ। अब यो देशले राम्रो नेता खोज्दैछ र त्यो राम्रो नेता खोज्ने क्रममा
तपाईले चुनावमा भोट हाल्दा लाउने छापहरू नटक नगर्नु। तपाई विवेकको बन्धक नबन्नु होला, विवेकको बन्धक नबन्नु होला। मैले तपाईलाई जसरी भने आज भगवान कृष्णले असत्यमाथिलाई विनाश गर्नको लागि आफ्नै मामा कंसलाई पनि उहाँले मार्नु पर्यो, नचाहँदा नचाहँदै मार्नु पर्यो। आफ्नो मामालाई कसैले मार्न चाहँदैन भनेपछि कुनै गलत भइरहेको छ भने तपाईँ पनि आफ्नो विवेक प्रयोग गर्न अब नटक मगाउनुलाई यो भन्न चाहन्छु। र अन्तिममा एउटा कुरा भन्न चाहन्छु, हेर्नुहोस्, आफ्नो लागि त सबै बाँच्छ, आफ्नो लागि बाँच्न त्यति गाह्रो पर्दैन। एक चुम्रो लाउने हो, दुई छाक खाने हो, अनि एउटा बिछौना र निद्रा एउटा वास्तव तपाईँहरूले पाएकै छौँ। तर जीवनको सार्थकता कहाँनिर हुन्छ भने तपाईँ कति अरूको लागि बाँच्नु हो। तपाईँको जीवनको सार्थकता चाहिँ त्यसैले निर्धारण गर्छ। संसारमा आमाहरू किन महान हुन्छ थाहा छ? धेरै आमा हुनुहुन्छ, तपाईँहरूको अगाडि के भन्नु पर्यो? आमाहरू किन महान हुन्छन् भने, किन धरती सरह हुन्छन् भने संसारका आमाहरू आफ्नो लागि भन्दा अरूको लागि बाँच्छन्, बढी छोरछोरीको लागि बाँच्छन्। त्यसले खायो, त्यसले लायो, त्यो राम्रोसँग सुतेन, त्यो बिरामी थियो, त्यसलाई गाह्रो भएको थियो, त्यो आज फलाना ठाउँमा जान्छु भन्थ्यो, राम्रोसँग पुगेन, गाडी चढेन, श्रीमान के गरे, त्यो आमा भइरहेको उसको आफ्नो बाबुआमा पुग्दा के भइरहेको होला, यता के भइरहेको होला, उता के भइरहेको होला। हेर्नुहोस्, मेरो आमा बितेको आज 13 वर्ष भयो। हामी छोराछोरी सधैँभरि मेरो आमाले आफूले के खान पाउनु भएन, कहिले सोच्नु भएन। यसले खायो कि खाएन, घरमा भान्सामा भात पस्किँदाखेरि पनि आफूलाई केही नराखेर भए पनि उहाँको श्रीमान मेरो बुवा, हामी छोराछोरी हामीलाई खुवाएपछि मात्रै आफू भोकै हुँदा पनि खुसी हुने कुनै मान्छे हुन्छ भने त्यो आमा त हो, होइन? त्यसैले आमा किन आमा बनेको भने ऊ आफ्नो लागि भन्दा आफ्नो जीवनभर अरूको लागि, आफ्नो सन्तानको लागि, आफ्नो परिवारको लागि बाँचेको हुन्छ। त्यसकारण आमा कसैसँग तुलना गर्न सक्दैन। त्यसैले आमा हो। यो मैले परिवारको कुरा गरेँ। अब नेता को हो त भन्दा आमाको त दायरा सानो छ, परिवार छ, समाज छ। नेता को हो त भन्दाखेरि नेता त्यो हो जो आफ्नो देश, आफ्नो जनता, उनीहरूको अनुहार हेर्छ, उसको अनुहार हेर्छ जनताको। यी जनता जस्तै म हुँ, यी जनताले मलाई छुन सकुन्, बोल्न सकुन्, हेर्न सकुन्, कुरा गर्न सकुन्, त्यस्तो नेता हुनु पर्यो। र त्यो नेता जो आफ्नो जनता समृद्ध बनाएर, ठुलो बनाएर, राम्रो बनाएर उनीहरू सँगसँगै राम्रो हुन्छ, त्यो हो नेता। अहिले त हेर्नुहोस् त, नेताको परिभाषा तपाईँहरूलाई नेता भेट्नै गाह्रो छ। प्रधानमन्त्री भनेको त कहाँको मान्छे जस्तो, मन्त्री भनेको त कहाँको मान्छे जस्तो, मेयर भनेको त कहाँको मान्छे जस्तो सम्बन्धै छैन। यसरी त कसरी नेता बनिन्छ? त्यसैले जनतासँगै हुनु पर्यो नेता, जनतासँगै हुनु पर्यो। र मलाई बडो खुसी लाग्यो, हाम्रो महालक्ष्मी नगरपालिकाको, मैले त लक्ष्मी भने, उपमेयरजी अधिकांश समय जनतासँगै भेटिनुहुन्छ। म पनि यहाँहरूलाई भन्छु, मैले अस्ति नै हाम्रो मुकुन्दजीको त जानुभयो, मुकुन्दजी लगायतका हाम्रो सरहरू सबै आउनु भएको थियो। मैले के भने म यहीँको बासिन्दा, मलाई यही माटोले, गुरुदेव मलाई यही माटोले मन्त्री बनायो। म जन्मेको गोरखामा, तर मेरो जीवनको म स्कुल पढिसकेपछि आएर आज 18 वर्ष म यो इमारोलमा बसेँ। र यो इमारोलको माटो यति बलियो रहेछ, आज तपाईँहरूको भाइ, साथी, छोरा जगदीशलाई मन्त्री बनायो। यो माटो पनि नमन छ।
त्यसैले म माथि त तपाईँहरूको अधिकार उसै छ। मैले अस्ति नै यहाँलाई भनेको छु, जसको लागि हजुरहरूको लागि मनको ढोका खुला छ त्यो मेरो घरको ढोकाको त के महत्त्व छ। त्यसैले यहाँ जहिले पनि म प्राय बिहान 7 बजेदेखि 9 बजेसम्म घरमा आउँछु। जहिले जे कामले जस्तो अवस्थामा हाम्रो भेट हुन सक्छ, सजिलो छ मन्त्रीलाई भेट्न, केही गाह्रो छैन। जहिले यहाँले जहाँ बोलाउनुहुन्छ म आउँछु, यो मेरो बाचा हो। र मलाई आज यहाँहरूसँग यति कुरा गरिराख्दाखेरि मनमा आनन्दको अनुभूति भएको छ। भगवानको चरणमा आएँ, गुरुदेवहरूको चरणमा आएँ र आज यो देशलाई केही गर्न सकौँ, हामी सबै मिलेर देशलाई केही बनाउन सकौँ, यो बाटोतिर हामी सबैलाई यहाँहरूको आशीर्वादको जरुरत छ, त्यतातिर लागौँ। र अब आज तपाईँहरूले जब मलाई 6 महिनाको लागि मन्त्री बनाएर पठाउनु भएको, त्यसैले 2 महिना त गइहाल्यो, 4 महिना बाँकी छ। यो 4 महिनाको अवधिमा चुनाव गर्नु छ, फागुन 21 गते सुशासनको कामहरू गर्नु छ, भ्रष्टाचार नियन्त्रणको लागि केही महत्त्वपूर्ण कामहरू गर्नु छ। यी सबै कामहरू गर्नुपर्ने भएकोले सम्पूर्ण समय तपाईँहरूसँग साथै बस्न पाएको भए म पनि मेरो चाहिँ मनलाई पवित्र गर्न पाउने थिएँ। तर जिम्मेवारी नै त्यस्तै छ, त्यसैले म यहाँबाट छुट्टिनुपर्छ। अरू थुप्रै कामहरू पनि छन्, तर यहाँहरूसँग म पटक जोडिनेछु, पटक आउनेछु यहाँहरूले बोलाएको ठाउँमा, बोलाएको उसमा। र यो धर्मको बाटोले हामीलाई सब मार्गमा अगाडि बढाउँछ। यसको पहल गर्ने खास गरेर जति पनि पदाधिकारी अध्यक्षहरू, अरू पदाधिकारी केन्द्रका, जिल्लाका, यहाँका जो हुनुहुन्छ, तपाईँहरूलाई भगवानको आशीर्वाद रहनेछ, गुरुदेवको आशीर्वाद रहनेछ र सबै भक्तजनहरूको साथ रहनेछ। र त्यसमाथि म मन्त्री, तपाईँहरूको भाइ, साथी अनि उमेरजी सुन्ने हुनुहुन्छ, हाम्रो त साथ रहने रहेछ। धेरै धेरै धन्यवाद छ। जय श्री कृष्ण।